मेरो सङ्घर्षको कथा, किसानको घरमा जन्मिएको एउटा सपना, मेरो बाल्यकाल। नमस्कार। जीवनमा प्राप्त हुने प्रत्येक सफलताको पछाडि एउटा सङ्घर्ष, त्याग र धैर्यले भरिएको यात्रा लुकेको हुन्छ। बाहिरबाट हेर्दा धेरै मानिसहरूको जीवन सहज र सफल देख्न सक्छ, तर त्यो मुस्कानभित्र कति पीडा, कति अभाव र कति अनगिन्ती सङ्घर्षहरू लुकेका छन् भन्ने कुरा स्वयं उसैलाई मात्र थाहा हुन्छ। आज म तपाईँहरू सामु मेरो जीवनको वास्तविक यात्रा प्रस्तुत गर्दैछु। यो कुनै काल्पनिक कथा होइन, यो कुनै चलचित्रको पटकथा पनि होइन। यो एउटा सामान्य किसान परिवारमा जन्मिएको बालकले आफ्नो जीवनमा भोगेका यथार्थ अनुभवहरूको कथा हो। मेरो जन्म विक्रम सम्वत 2047 साल असार 15 गते धादिङ जिल्लाको साबिक क्षत्रिय देउराली गाउँ विकास समिति वडा नम्बर 1 कुखुरेचौर थुम्कामा भएको थियो। हाल उक्त स्थान धुमेबेसी नगरपालिका 2 अन्तर्गत पर्दछ। मेरो आदरणीय बुबा अच्युत बहादुर तामाङ र आमा मैया तामाङको स्नेह, माया र संस्कारमा मेरो बाल्यकाल बित्यो। हाम्रो परिवार आर्थिक रूपमा सम्पन्न थिएन। हामी सामान्य किसान परिवारका सदस्य थियौँ। बिहान सबेरै खेतबारीको काम, गाईबस्तुको हेरचाह, मेलापात र साँझ घर फर्किने दैनिकी नै हाम्रो जीवनको अभिन्न हिस्सा थियो। यही परिवेशमा मैले श्रम, अनुशासन र इमान्दारिताको मूल्य सिक्ने अवसर पाएको थिएँ। बाल्यकाल अभाव बीच बित्यो, तर ती अभावहरूले मेरो सपना देख्ने साहसलाई कमजोर बनाउन सकेन। बरु कठिन परिस्थितिहरूले नै मलाई अझ दृढ, जिम्मेवार र भविष्यप्रति आशावादी बनाउँदै लगे। मेरो शैक्षिक यात्रा श्री दशरथ प्राथमिक विद्यालयबाट प्रारम्भ भयो, जहाँबाट मैले कक्षा 5 सम्म अध्ययन गर्ने अवसर पाएँ। त्यसपछि माध्यमिक शिक्षा हासिल गर्नका लागि घरबाट करिब 30 देखि 40 मिनटसम्म दैनिक पैदल यात्रा गर्दै श्री महेश धर्म माध्यमिक विद्यालय पुग्नु पर्थ्यो। त्यो समय विद्यालय जानु आज जस्तो सहज थिएन। वर्षा, घाम, जाडो वा हावाहुरी जुनसुकै मौसम भए पनि शिक्षा प्राप्त गर्ने दृढ सङ्कल्पका साथ नियमित रूपमा विद्यालय पुग्ने प्रयास कहिल्यै रोकिएन। त्यति बेला मेरो मनमा एउटा अटल विश्वास थियो, शिक्षा नै जीवन परिवर्तन गर्ने सबैभन्दा ठुलो शक्ति हो। यही विश्वासलाई आत्मसात गर्दै मैले विक्रम सम्वत 2063 सालमा सोही विद्यालयबाट एसएलसी परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेँ। त्यो समयमा एसएलसी उत्तीर्ण गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र थिएन, त्यो परिवारको गौरव, अभिभावकको सपना र गाउँ समाजका लागि पनि गर्वको विषय मानिन्थ्यो। आज पनि त्यो दिन सम्झँदा मन गर्व र कृतज्ञताले भरिन्छ। तर मेरो जीवनको यात्रा त्यतिमै सीमित रहनेवाला थिएन। एसएलसी पछि मैले उच्च शिक्षा र उज्जवल भविष्यको खोजीमा राजधानी काठमाडौँ जाने निर्णय गरेँ। सुनिदा काठमाडौँ पुग्नु सामान्य निर्णय जस्तो लाग्न सक्छ, तर एउटा सामान्य किसान परिवारको छोरा जसका लागि कोठा भाडा तिर्न पनि चुनौतीपूर्ण थियो, उसका लागि त्यो यात्रा कुनै अग्लो हिमाल आरोहण गर्नुभन्दा कम कठिन थिएन। यद्यपि मैले एउटा विश्वासलाई कहिल्यै त्यागिन। समय सधैँ एउटै रहँदैन। आजको दुःख र सङ्घर्षले नै भोलिको सफलता र सम्मानको आधार तयार गर्छ। यही अटल विश्वास, अथक मेहनत र उज्जवल भविष्यप्रतिको आशा बोकेर म जीवनको अर्को सङ्घर्षपूर्ण यात्रातर्फ अघि बढेँ। तर काठमाडौँ
पुगेपछि जीवनले मेरा लागि अझ कठिन परीक्षा तयार गरिरहेको थियो। मेरो जीवनको सबैभन्दा चुनौतीपूर्ण अध्याय अब सुरु हुँदै थियो। त्यस सङ्घर्षपूर्ण यात्राको कथा लिएर म अध्याय 2 मा पुनः उपस्थित हुनेछु। धन्यवाद। यदि तपाईँहरूलाई मेरो यो वास्तविक जीवन यात्रा प्रेरणादायी लागेको छ भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग सेयर गर्नुहोस् र आगामी अध्यायका लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोस्। तबसम्मका लागि मलाई बिदा दिनुहोस्। हस्त नमस्ते। जय नेपाल।